हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ 13 डे च्यालेन्जेसको आज डे 26 है। हेर्दा हेर्दा 26 भइसक्यो, 26 दिन गइसकेछ, थाहा नै भएन। यस्तो पनि आमामामा है। सुरुमा चाहिँ अब 13 डे भन्ने जस्तो लाग्यो, अब 26 दिन कसरी बित्यो थाहा नै भएन कि होइन। बल्ल अहिले मैले यसो हेर्दा त आमामा 26 दिन यस्तो भन्दाखेरि हल्ला 26 दिन जस्तो होइन कि हुने कि है। तर है अब आज चाहिँ है हिजो अस्ति चाहिँ हल्का प्लान्स थियो यता जाने उता जाने साथीहरूसँग है। तर आज चाहिँ केही प्लान्स भएन है, कहीँ गइन, घरै बस्यो होइन। घरै हल्का सानोतिनो काम थियो, त्यही घरको काम गरेँ, त्यही घर हल्का काम गरेको हल्का सुट गरिदिएको छु। सो त्यही हेरेर रमाइलो गरिदिनु होला के। नेक्स्ट भिडियोमा चाहिँ एडभेन्चर लिएर आउनेछु अवश्य। हजुरहरूको डिमान्ड छ भने चाहिँ होइन, म जस्ट अब डेली भ्लग भनेपछि सो अब डेली भयो भनेपछि त अब जस्तो दिन बितिरहेछ त्यस्तै दिन देखाउने हो होइन। सो आज मेरो दिन कस्तो बित्यो हेर्नु होला एन्ड रमाइलो गर्नु होला। ओके लेट्स गो। आज चाहिँ भाइ बिहानै आएको रहेछ है। हेर्नु न, यो बोलेर मलाई मजा लाग्छ कि त्यही भएर सुट गरेको हेर्नु है के भन्छ सुनौँ ल। यहाँ आइस नफ्री ल, यहाँ बस। तेरो नाम के अरे? दियांश। अनि मम्मीको नाम? के हो? नानु पर्यो यार। अनि बाबाको नाम? बाबाको नाम नि दिपात। दिपात? दिपक के हो? साई समुद्र। ए मेरो नाम के हो थाहा? मेरो नाम के हो? पवित दाई हो। मेरो मम्मीको नाम के हो थाहा? ए हो या। अनि मेरो बहिनीको नाम? के हो? दिदीको नाम के हो? दिदीको नाम के हो? कैसा लगा मेरा मजाक? के भन्नुहुन्छ? के भन्नुहुन्छ र? डुल्ले साइकल किन्नुहुन्छ, अनि सानो साइकल किन्नुहुन्छ, अनि बबी दाइको स्टुडियोमा राम भनेर तपाईँ काटिन्न मैले मिसिनले दिएको। ए कपाल काट्थ्यौँ त्यही भएर मलाई लिन आएकोस्? खाना खाइस्? के खाइस् नि? अनि भात खाएँ। भात मात्र खाइस्? अरू केही खानुहोस्? अनि यस्तै साइकल किन्छु। कहिले? आधा। हस् त नि ल, पहिला कपाल काट्यौँ अनि हामीलाई स्टुडियोमा कहाँ जाने अरे? स्टुडियोमा जाने हो। ए स्कुटरमा अभी मजा आएगा ना भिडो। ल अघि आएर कपाल काट्दिनु भन्यो है आफैले, अनि पछि त यसो कपाल काट्दिन लिएको त यसो काट्दै थियो है। काट्दा त डरायो कि कुन्नी किन डरायो है। काट्नै मानेन है, एकैछिन काट्न माने थियो, त्यसपछि डराएर काट्नै मानेन कि। के भयो? पखना पक्कै हिँड्दै कि नडरा के भयो? त्यसपछि चाहिँ होइन यो सुन्तला बोलाएको थियो है। सुन्तला बोलाएकोलाई चाहिँ हामीले काटेर चाहिँ यसलाई सार्नुपर्छ होइन। अहिले चाहिँ यो बोलाउने चाहिँ म पछि भन्छु यसको बारेमा चाहिँ है। हामीले चाहिँ आज यो बोलाएकोलाई चाहिँ सर सार्ने हो है। कतिवटा छ अब 7-8वटा हुन्छ क्या। ल गाइज हाम्रो यहाँ सुन्तला बोलाएको रहेछ त्यही है, धेरै 4-5वटा रहेछन्। त्यो काट्दिएर अनि एउटा त अब यस्तो भएको रहेछ यार, त्यही ज्वरो आएको थियो कि। यस्तो भएको रहेछ, यसलाई छोडिदिउँ।
यसमा चाहिँ ज्वरो लागेको छ यसमा नि हल्का फुल्का ज्वरो त यसमा नि हल्का ज्वरो हो प्याज फुलकोपी छ गरेर त गाइज एक्लो हाम्रो गाउँको भ्यू A few minutes later. ल गाइज आज चाहिँ हामीले है चटपट खाने भनिरहेको थियौँ है दुईटा चाउचाउ रहेछन् है मम्मीले फेरि चाउचाउ साँधेर खाने भन्नुभयो भुजा रहन्छ सो चाउचाउ साँधेर खान लागेको है पियाज र अनि खुर्सानी है अनि हल्का मटरहरू चनाहरू रहेछ सब मिक्स गरेर चाहिँ बनाएर चाहिँ साँधेर टक्का खान लागेको है कस्तो छ त गाइज देखो अब मैं क्या करता हूँ गाइज म चाहिँ साबल लिएर जाँदैछु होइन टक्क अब कुवातिर गएर सुन्तला लगाउनु पर्यो है सो गाइज देख्न सक्नुहुन्छ है यो चाहिँ हाम्रो खेतमा हो होइन अहिले सानो सानो रुखहरू छन् सुन्तलाको है सानो सानो त्यहाँ पनि छन् 4-5वटा यता नै हल्का थपिदिनु पर्यो है सानो सानो त यता नै हो यता अब पुरै लगभग अब सब सुन्तला भरिदिने हो कि यहाँको 1-2टा बुट्टा राखे मात्रै घाँसको लागि नत्र अरू सब सुन्तला भरिदिने हो यहाँ एउटा त्यो माथिको यो यहाँ एउटा देखिरहन्छ हो त्यो चिलाउने छ नि त त्यो चिलाउनेबाट तल हाम्रो त्यहाँबाट चाहिँ टक्क सब सुन्तला भरिदिनु पर्यो कि होइन लगभग यसका लगभग 5-10 वर्षपछि त फेरि यसले फेरि खतरा दिन्छ नि त फेरि सुन्तला त फेरि होइन सो अब त्यहाँ अब कहाँ खाली छ कहाँ मिल्छ त्यहाँ लगाउनु पर्यो होइन म देखाउँछु कसरी लगाउने हो भनेर है यस्तो जान्न पनि जरुरी हुन्छ किनकि अहिले चाहिँ बोलाएको छैन बोलाउने बेलामा म पनि सिकाउँछु होइन कस्तो बोलाउने हो भन्ने है सुन्तलाको कस्तो बोलाएर अनि टक्क एउटा जरा उत्पन्न गरेर एन्ड अब त्यसलाई फेरि काटेर सार्ने कसरी हो भन्ने होइन प्रक्रियामा अहिले चाहिँ मैले सबै त्यो हाम्रो जरासरा आइसकेको छ त्यसलाई काटेर अब सार्ने मात्र हो सो त्यसको लागि खासै धेरै त छैन भए पनि हेरिदिनु होला ओके लेट्स गो गाइज देख्न सक्नुहुन्छ यहाँ पनि सुन्तला रहेछ यहाँ ठुलो सुन्तला छ तर यसको हल्का यति ग्यापमा हल्का हुन्छ नि त यत्रो भयो भने पनि नजलियोस् भनेर होइन सो यहाँ चाहिँ मैले खन्न गइरहेको छु है धेरै पर्दैन होइन सो गाइज ल हेर्नुहोस् सुन्तला बोलाएको चाहिँ यस्तो हुन्छ है टक्क देख्न सक्नुहुन्छ हजुरले यो पहेँलो जुन देख्नुभएको छ नि त्यो चाहिँ जरा हो यो चाहिँ कसरी निस्किन्छ भन्ने चाहिँ म अर्को भिडियोमा भन्ने छु मोल छैन है मोल पर्दैन के अहिले सार्दा त मोल हाल्नु सार्दाखेरि मोल हाल्नु पर्दैन है यता पनि थिए कि के थिए हेर्न यहाँ चाहिँ हजुरले सिधा अब त्यसलाई गाड्दिए हुन्छ है किनकि अब त्यसमा मोलसोल हाल्नु पर्दैन होइन हाले पनि हुन्छ नहाले पनि हुन्छ तर हाल्नै पर्छ भन्ने छैन होइन सर्र माटो हालिदिएर हल्का दबाई दिएपछि भयो है हजुरको सुन्तला बेला बेलामा पानी हालिराख्नुपर्छ होइन अब घर नजिकै भयो त पानीले टक्क पाइप लगाएर है दिनदिनै हाल्नुपर्छ के अरे तर यता चाहिँ मौसम चिसो छ है यता अब शीतै हुन्छ के अरे त्यति खासै अब पानी हाल्न पर्दैन किनकि शीतले गर्दा पनि सब चिसो बनाएको हुन्छ नि त यो
सबै जमिनहरू होइन सरर यति गरिदिएपछि अब यो लगभग यसले पनि लगभग 1 हप्ताभित्र त माटो समाउँछ जराले होइन। त्यो जुन पहिलो देख्नुभएको थियो नि त्यो चाहिँ यसको जरा हो है। सो यहाँ थपियो होइन एउटा, त्यता एउटा थपिदिने अनि हुन्छ। अब यता रहेको थियो, यता 3-4वटा रहेको थियो है। यहाँ पनि मैले चाहिँ हल्का मम्मीले पहिल्यै खनेर राख भन्नुभएको थियो, त्यही भएर पहिल्यै खनेर राखेँ होइन। मम्मीले लिएर आउनुभयो, 2टा लिएर आउनुभयो है। एउटा यहाँ अनि एउटा चाहिँ यता माथि लगाएको है। म माथि गएँ है, मम्मी चाहिँ ल यो माथि नै सारिदियो भनेर मम्मी पनि जानुभयो पछि है। गाइस देख्न सक्नुहुन्छ एउटा 2टा यहाँ 3टा अनि त्यो चाहिँ 4वटा अनि त्यहाँ बिचमा चाहिँ फर्स्टमा लगाएको 5वटा। चिसो त यो एरिया सबै चिसो हो नि। चिप्लो हो के फेरि यहाँ सुन्तला त यहाँ छन्। यहाँ रहन्छ एउटा होइन, हेर यहाँ एउटा थपिदिनु पर्यो। यहाँ पनि त रहेछ रहन त फेरि त्यहाँ छन् अहिले त सानसानै छन्। यी फेरि ठुला भयो भने बल्ल यहाँ छेउमा नि त्यहाँ झाडी नै झाडी रहेछ अहिले। यत्रो बसे माटो हालिदिनु, यति हाल्दैछ त भइहाल्यो नि। धेरै गर्नै पर्दा यसो हल्का खिचिदिनु पर्छ होइन, भइहाल्यो। बन्चाराको ठेउ झुरको यहाँ कहाँ खस्यो होला, खुट्टा गर्छ भने डराउँछु कि यहाँतिर। बन्चाराको तैँले भाँचेको नि त ए ल भयो। उताड नि यति यस्तो सर्छ त सारिएर सर्दियो पातै रहन्छ एउटा यसमा त रहेछ धन्य यतिको गरेर सार्दैछ सर्छन् मजाले। सर्न त सर्छ यो मजाले। सुन्तलाको काम सकेपछि चाहिँ हामी चाहिँ यहाँ हल्का पिँडालु अनि बेसार अदुवा थियो है, त्यसैको लागि खनिदिएको है। त्यहाँ निकालेँ, अब के कति हुन्छ निकाल्नु पर्यो भनेर है। सरक खन्न पनि भयो, पछि केही लगाउनुहुन्छ होइन, गाजर मुला लगाउन मिल्छ है। फुरफुराम्रो माटो छ यहाँ चाहिँ हुन्छ है, धेरै त भएको छैन है। यति खनेर अब यतिमा थियो है, जति भयो त्यति निकाल्दैछु के अरे अब है। पछि मम्मीले यो लगाउँदा चाहिँ यसो पाउनु भयो भने छ के अरे, नत्र खासै छैन होला। यहाँबाट यति खनेको जम्मै यति हो, यति निस्कियो। यति भएको रहेछ खासै होइन, ठिकै हो। 1 hour later. ल गाइस म चाहिँ भर्खर आएको घर है। मैले त्यही अदुवाहरू लिएर आएँ यो बुरा है। मम्मी आउँदै हुनुहुन्छ, टक्क अब फ्रेस हुनु पऱ्यो है। हात खुट्टा धोकै छैन यार, सब एकछिन फ्रेस हुनु पऱ्यो है। सो अब फ्रेस हुन्छ होइन। A few minutes later. गाइस म चाहिँ भर्खर खाना खाएर आएको है। जाडो छ है, जाडोमा टक्क अब कम्बल ओढेर बसिरहेको छु होइन। हजुरहरूले खाना भयो कि नै है, खाना नखानु भएको भए खाना खानु होला है। जाडोको मौसम छ, हल्का तताएर खानु होला, चिसै नखानु होला है। अब धेरै साथीले त अब झ्याउ मानेर है नतताई खाइदिन्छन् नि त। अब त्यो गर्दा चाहिँ आफैलाई नोक्सान हुन्छ नि त। सो त्यस्तो नगरिदिनु होला। तताएर खानुभयो भने तातो पनि आफ्नो शरीर पनि तात्छ र हाम्रो शरीरले पनि एनर्जी मिल्छ होइन। सो आजको दिन अब कस्तो बित्यो भनेर मैले देखाएको थिएँ है, हेर्नुभयो कस्तो लाग्यो है। राम्रो लाग्यो चाहिँ लाइक सेयर कमेन्ट गरिदिनु होला है, सेयर पनि गरिदिनु होला। आजको लागि यति नै गरौँ है। अब एकछिनपछि चाहिँ एडिट गर्नुपर्छ है, एडिट गर्नुपर्छ। एडिट गरेर अनि एकछिनपछि अपलोड गरिसकेपछि एन्ड
बल्ल म सुत्ने हो है दिसभरि हल्का अब सानोतिनो भिडियो बनायो है एन्ड त्यसलाई बेलुका आएर एडिट गर अनि एडिट गरेर चाहिँ अपलोडिङ डेली भ्लग चलिरहेको नि त सो त्यही भएर चाहिँ अहिले एडिटिङ अब बेलुकै आएर चाहिँ एडिट गरेर चाहिँ अपलोड गर्नुपर्ने हुन्छ नि त सो गाइज आजको लागि यति नै नेक्स्ट भिडियोमा भेटौँला ओके गुड नाइट बाई बाई